नोबेल ब्याङ्कले अनेस्टली बजारमा कस्तो इन्डस्ट्रिजहरूलाई चाहिँ पैसा दियो भने आई नो एनपिएलको कुरा अहिले के अरे एनपिएलको कुरा अहिले गर्नुला होइन कस्तोमा चाहिँ पैसा हाल्न चाहिँ नोबेल ब्याङ्क रेडी छ त कहाँ पैसा हाल्न नोबेल ब्याङ्क रेडी होइन नोबेल ब्याङ्कले अहिले पनि पैसा चाहिने इन्डस्ट्रीलाई दिएको छ जो मान्छे आएको छ दिएको छ कुरा चाहिँ नोबेल ब्याङ्कले कहाँ पैसा हाल्छ भन्ने होइन कि व्यापारीहरू कुन ठाउँमा पैसा हाल्यो भने त्यसले देशको आर्थिक उन्नति हुनसक्छ भन्ने प्रश्न सोध्नुहोस् अनि त्यो सेकेन्डरी हुन्छ किन भन्दा ब्याङ्कहरू भने त हामी चाहिँ सुन्नु न तपाईँ नोबेल ब्याङ्कले भनेको मैले भन्छु नि हामी त रेस्टुरेन्ट जस्तै हो क्या दाइ तपाईँले रेस्टुरेन्ट खोल्नु भएको छ तपाईँ के बेच्न चाहनुहुन्छ भन्ने कुरा द्याट डजन्ट म्याटर ग्राहक आएर के मेनुमा माग्छ हरेक दिन तपाईँले मोमो चाउमिन माग्न थाल्नु भने मैले मोमो चाउमिनमा एक्सपर्टाइज गर्छु मैले कोदाको रोटी र एकदम यो फापरको चाहिँ यो चाहिँ मोमो बनाएको छु यो त गजब हुन्छ भनेर के गर्नु तपाईँले खाइदिएन भने त्यस कारणले पहिलो कुरा चाहिँ हामीले के हो त भन्दाखेरि हामीले प्रमोट गर्नुपर्ने अब आजको डेटमा के प्रमोट गर्नुपर्छ त भन्दाखेरि हामी नेपालमा अरू धेरै चिज छैन भन्दा पनि हामी कृषि प्रधान देश हो तर हामी यस्तो आइरोनिकल कुरा छ कृषि प्रधान देशको मान्छे हामी मान्छे निर्यात गरेर त्यसबाट आएको पैसाले धान चामल र गहुँ आयात गरेर अनि जीविकोपार्जन गर्छौँ हामी चाहिँ हो कृषि प्रधान देशको मान्छे यो आइरोनिक यहाँभन्दा बढी ठुलो के हुनसक्छ र हामी ब्याङ्कहरूले पनि कृषिमा गरेको लगानी कस्तो भइरहेको छ भने जग्गासहित लगानी गर्यो अब त्यो करोडौँ रुपियाँको जग्गामा तपाईँले तोरीबारी लगाएर त्यसबाट आएको रेभेन्यूले त सेट त हुँदैन अनि उसले पनि त्यो कृषि गर्ने मान्छेले पनि यो नजिकैको जग्गा छ हाइवेको यति चाहिँ लोन ब्याङ्कबाट लियो भने आधा त प्लटिङ गरेर बेच्यो भने चाहिँ ऋण तिरिहाल्छ त्यसपछि चाहिँ अनि हेरौँला गर्ने उसले पनि लङ टर्म कृषि होइन लङ टर्म रियल इस्टेटको हिसाब किताबले कृषिमा गरेको लगानीले त कहिले पनि चाहिँ दिएन त्यस कारणले हामीले जति कृषिमा आज लगानी गऱ्यौँ त्यो अनुसारको प्रोडक्सनमा सपोर्ट भएको छैन तपाईँलाई मैले पटक पटक भन्ने गरेको कुरा के हो त भन्दा हामीले विगत चाहिँ 10-12 वर्षको एउटा हिस्ट्री हेऱ्यौँ भने क्रेडिट टु जीडीपी रेसियो भन्छ क्या त्यो क्रेडिट टु जीडीपी रेसियो 46बाट 96% पुग्यो के त्यो भनेको के हो त भन्दाखेरि ब्याङ्कले दिएको क्रेडिटले जीडीपीमा कन्ट्रिब्युसन गरेन भनेपछि ब्याङ्कको कर्जा त बढ्दै गयो तर त्यसले के त भन्दा उत्पादनमा सपोर्ट गरेन त्यसले इम्पोर्टलाई विस्थापित गर्न सकेन त्यसले एक्सपोर्टलाई प्रमोट गर्न सकेन त्यसले रोजगारी सिर्जना गर्न सकेन त्यसले इकोनोमिक डेभलपमेन्ट र इकोनोमिक प्रस्पेरिटीलाई सपोर्ट गर्न सकेन